तपाईले ध्यान लाएर सुन्नुहोला, कतिचोटि हुन सक्छ। भर्खर बाँके सन्देश कविताको क्षेत्रमा जीवनमा पहिलो पटक टेकेको पाइलाको आँगनबाट, जीवनमा पहिलो पटक टेकेको पाइलाको आँगनबाट हेरेको त्यो सूर्य, चिसो सूर्य, चिसो स्पर्श लिएको त्यो चन्द्रमा, आँखामा तारा झिलमिल, बादलले बेरेकी बेरियामा अलिकति नजर झुकाएर आँखाबाट आँसु तप्लक झार्दै मेरो आँखामा आँखा गर्दै हेरिरहेकी थिइन्। प्रिय मेरी आमा भुटान, कपाल मुसार्दै माथिबाट मेरो ईश्वर चिन्ता नदेऊ भन्दै मेरा गालामा चुम्बन छोड्दै ऊ खिस्स हाँसिरहेको थियो। तर ऊ कहिले तल झरेन, उसलाई स्वर्गमा भ्याइ नभ्याइ छ। मेरो सर्वस्व लुटी खोक्रो बनाएको छ। अब म कुन देशको पाउ पर्नु हे ईश्वर? आमाको गर्भबाट झरेपछि चुमेको अमर भूमि, पुर्खाको रगतले सिर्जेको प्राणभन्दा प्यारो जन्म थलो, मेरो साउमा गाडिएको मेरो पवित्र माटो, तिमीलाई सदा सदा धन्यवाद। जीवन पाएको पिताको भूमि, जीवन पाएको पिताको भूमि, कथामा गाँजेकी जिजुबाको पसिनाको नदी, म सरेको सरै छु, म बारम्बार घोरिएको घोरै छु। अनि मेरा शिर झुकाएर मेरो देश खोज्दै माटो खोज्दै यो भूमिमा पाइला टेकेको छु। मलाई आकाशका घाम र जुनले सोध्दैछन्, नानी तिमी कुन वर्गको नेपाली हौ? मलाई आकाशका घाम र जुनले सोध्दैछन्, नानी तिमी कुन वर्गको नेपाली हौ? तिमी मभन्दा पहिला जन्मेको थियौ, किनकि तिमीले विश्वास गर्ने तिम्रो ईश्वर पनि तिम्रो आत्मा लिएर मभन्दा अघि नै आएको थियो, किनकि तिमी भन्दा म पछि आएको हुँ, तिमी अघि नै आएका थियौ। तिमीलाई बनाउने परमात्मा र मलाई यो आकाशमा टाँसिदिने एउटै ईश्वर हो। त्यही भएर नानी, तिम्रो जीवनको बसाइ सराई र मेरो ज्योतिको यात्रा तिमी जता जान्छौ त्यतै गइरहेको छ, किनकि तिमी आज तेस्रो मुलुकमा हुँदा पनि तिमी मेरा ज्योतिले तिमीलाई कानमा शरीरमा तातोपना दिइरहेको छ। धन्यवाद। तर मेरो कविता छोटो हुँदो छ, यो नराम्रो बानी मेरो है, मलाई धैर्यता सुन्नु। मैले टेकेको धरतीको एक टुक्रा माटो छातीबाट सर्वसबै हिँडेको तिमीलाई थाहा छ। मेरा यात्रामा ताराहरू मेरो पछि पछि लागेका थिए। मलाई उनीहरूले सगरमाथाको फेरीमा भेटाएका थिए। बुद्धको आगमनमा दयाको भिख मागेको देखेको थिएँ। मेची र कालीको पानीले तिम्रो जीवन बगाएको देखेको थिएँ। सगरमाथाको छेउ हिउँ पग्लेर तिम्रो सिरानी भिजेको मैले देखेको छु। तिमी रुँदै रुँदै बस्दा तिम्रा दाजुहरू तिमीलाई हाँसो उडाइ गिल्ली गरिरहेका थिए। त्यतिखेर तिमीले मलाई बिन्ती गरे, आमा आमा भन्दै रोएका थियौ, हो कि भन्नु नानी? म धेरैचोटि बसै सरेको छु, देश खोज्दै, जाति रोज्दै, संस्कृति गमाउँदै, स्वतन्त्र जीवनको आशामा सर्वस्व भएर लुटेको नाङ्गे झार भएर म आज नाङ्गो धरतीमा परिँदा तिमीले मलाई के देऊ? म अब धेरै भनिसक्न सक्दिनँ नानी। अब म विवश भएर यो माटोमा लडेको छु। बसै सरेको देश म खोज्दै आज 3 देशमा लम्पसार भएर आज यो युगमा बाँचिरहेको छु। धन्यवाद।